भेरी स्मल फिस ओन्ली ब्रदर। असला माछा जस्तै छ साथीहरु, ल हेर्नु त हाम्रो खोलातिर पाउँदैन असला, दामी। ओ नाइस, लङ लाइफ। उसको आज चाहिँ अन्त्य हुन लेखेको रहेनछ साथीहरु, ल हेर्नुस् त। भाग्य बलियो भए पछाडि कसैको के लाग्छ त, बल्सीमा परेको माछा पनि फेरि पोखरीमा पुनः जीवित हुन पुगेको अवस्था छ। ल हेर्नुस् माछा, हेर्नुस् त दाजुहरु, ल ओ माई गड, ल हेर। ए माझी दाइहरु, माछा कति मार्नु भएको छ, ल झोलामा माछा मारेका 4 घण्टा भयो भन्दै छ हैन। यस्तो छ पारा। माझी दाइहरुलाई देखाइदिनु न एकचोटी। माझी दाइहरु, यहाँका यी माझी दाइहरु यति बेला टक्क माछा मार्दै हुनुहुन्छ। यी हामी चाहिँ माछाको मलामीहरु। उता हानेको देखाइदिनु त, बल्सी हानेको। ओ माई गड, बल्सी हान्यो। माछी मार्न जाउँ है दाजै काला पानीमा भनेको यही हो। ल शैली टक्क माझी दाइहरुले चाहिँ सबै सेट रड सड सबै लिएर आएका छन्, बल्सी लिएर आएर यहीँ तान्दै छन्, मार्दै छन् हैन। दामी छ, जे होस् टाइम पास हुन्छ। माछा मार्ने कुरा एकदमै एउटा मेडिटेसन पनि हो हैन। अलिकति मान्छेलाई समय पनि बिताउन मन छ भने माछा मार्न आउँदा हुन्छ। तपाईहरु पनि यहाँ आउन सक्नुहुन्छ है त। ल है त गाइजहरु, थ्यांक यू।